अहिले यहाँ यस्तो छ राति हुन आँटेको छ होइन अनि बिजुली बत्तीहरू बाल्नु भएको छ होइन हेर्नु होला गाइस बिजुली बत्तीहरू बाल्नु भएको छ यहाँ सबै छ घरहरू यहाँ चाहिँ कोही अहिले मेरो साथीको होइन यो घर अनि त्यो अहिले चाहिँ कोही हुनुहुन्न खोइ कहाँ जानुभएको छ होला अरे बाबा चाहिँ यत्तिकै बाहिर छोडिदिनु भएको छ होला होइन यहाँ यस्तो फुल पत्ताहरू छ ओलाको बोट छ यस्तो छ हेर्नु राति मान्छेहरू हिँडिरहेको छन् यहाँ हजुर ब्लग बनाउँदै हेर्नु होला यहाँ हाम्रो एकजना अङ्कलको नयाँ घर बनेको छ होइन यहाँ पनि हेर्न सक्नुहुन्छ घर छ होइन अनि म चाहिँ अब यत्तिकै घर बनाउँदै हिँडेको अल्छी लागेर अहिले पनि रातिको मौसम छ होइन यहाँ हेर्नु फुलहरू यत्तिकै छ होइन यहाँ गाइस हेर्नु यहाँ रातिको मौसम छ कुकुर हिँडिरहेको छ हेर्नु यस्तो डल्केको यहाँको पानी एकजना अङ्कलको घरको यहाँ भित्ता अलिकति बिग्रेर हो कि के भएर यहाँ उठाएर पुगाएको छ अनि यहाँ एकजना साथीको अङ्कलको एकजना अङ्कलको दोकान छ यहाँ छ घर उयो हेर्नु न गाइस एउटा सानो यो पप्पी देखाउँछु ल म तपाईँहरूलाई गाइस ल कसको हो यो पप्पी त ओ अमनजी कसको हो यो पप्पी मेरो कहिले पालेको के यसको टमी छोड न यता राख्देऊ न हिँड्छ होला एउटा मान्छे आएर तँलाई बन्दुक ताकेर यहाँ पस्छस् कि हान्नु भन्नु पस्छु मर्नु होला म त पानी नै खान्छु त पसेर नि हानु भने पानी नै खान्छु पसेर नि हानु पसेर हानु गाडी दिन्छ त खानु पर्दैन ल पस्न लाएर निकाल्दा फेरि हानु भने के गर्छौ खुट्टामा चाहिँ हानु यहाँ सुन तपाईलाई गु खानु न म त केही पनि गर्दिन हेर्नु गाइस चाली आज गाइस अझै एउटा कुरा आयो रोक्दैन बच्चालाई कहिले पनि माउले यो चिज पो हल्ला मलाई केही गर्दैन छोड्दैन केही गर्दैन चाली आज चाली न यसका कस्तो दिप यहाँ चालीले पालेको यो अब हेर्नु हेरायो एकछिन न हिँडाउने यसलाई अमन ल हेर्नु न गाइस पप्पी हेर्नु न ल म चाहिँ यति ससामा आएको चाहिँ होइन अब म पनि घरै जानु पायो अहिले पानी अलिक राति हुन थाल्यो होइन गाइस त्यही भएर अब म घरतिर लागे हेर्नु अघिको भन्दा अहिले पुरै राति भयो सेफ्टी ट्याङ्कीको ट्रक आयो मेची सेफ्टी ट्याङ्की ट्रक हेर्नु लाइट बाल्दै आयो यहाँ हेर्नु न गाइस देखाउँ म तपाईँलाई यहाँ कुकुरहरूको मस्ती चल्छ क्या गाइस कुकुरहरूको उठा हेर्नु न गाइस यत्रो डर छन् कुकुरहरू देख्नुभयो गाइस यहाँ हेर्नु न यो बाजुको एउटा कुकुर होइन उयो हरियल पनि छैन डबल डग्स यहाँ चाहिँ दुईवटा डग
स्क्वाडहरू छन् अनि यो दुईटै डग स्क्वाडहरू एमाले म गाइज यत्तिकै हातमा केही छैन हेर्नु हातमा केही छैन है म यत्तिकै के ढुङ्गा यो यस्तै हुँदैन होइन यत्तिकै ढुङ्गा टिपे जस्तो यस्तरी हान्छु नि यो कुकुर देख्यो भने चाहिँ अघिको कुकुर त्यो कुकुर कस्तो डरायो भएको यस्तरी हान्न ए रात कस्तो सेतो छैन गाइज सेतो हेर्नु न सेतो एकदम वाइट नसा नसा पटमा छौ तिमी हेर्नु न देख्नु गाई चाहिँ यहाँ हेर्नु केही छ होइन हातमा यो कुकुर यत्तिकै डरा भएको छ अब म एकछिन हिँडेर अनि आइपुगेँ घर एकछिन हिँडेर अब हामी राति मन्दिर पनि जान्छौँ अनि एकछिनमा बनाउँछु ब्लग ल गाई यहाँ हेर्नु यहाँ 1 बजीको छ बाबामा मम्मीको छ म भित्र पूजाको कोठामा लगेर देखाउँछु होइन यहाँ हेर्नु भगवान्हरू हुनुहुन्छ हाम्रो घरमा धेरै छन् भगवान् शिवजी यहाँ हेर्नु होला हाम्रो घरको पूजा कोठा यसरी बिहान टिका लगाएर खाने प्रसाद यहाँ हेर्नु सबै भगवान् देखाउँछु हेर्ने त अरू मान्छेहरू कसको मोबाइल हो मेरो यहाँ हेर्नु होला सबै भगवान् हुन्छ यो चाहिँ नागिन नूतन सिटोला घरका भगवान भन्ने कसका भगवानको भगवान कसरी चिन्नु नूतन सिटोलाको घरको पूजाको कोठाको एउटा देखाउँ यहाँ हेर्नुहोस् यो बजीको डम्बर हो आमाको खिचिया छैन पूजा कोठाको फोटो छ देखा त यसमा छैन तपाईँकोमा छ नि देख्नु गाई चाहिँ मैले डम्बर बजाएँ शिवजीको डम्बर हो नि शिवजीको महादेवको महादेवजी कृष्ण भगवान् एकछिनमा तपाईँलाई देखाऊँ यता हेर्नु यहाँ हुन्छ कृष्ण र राधा भगवान् कृष्णजीको मुराली ल अबको लागि बाई